उहिलेदेखि अब के गर्ने एक्जाम सक्यो भने खेलेर बस्ने के खेल्ने कि मोबाइल हेर्ने हो र अनि यो गुडिया कसको हो त्यो भाउ कसको हो तिम्रो हो देखाउ त तिम्रो भाउ कस्तो रहेछ राम्ररी उठाउ न भाउ लिएर बस त तिमी र भाउ को राम्रो देखिँदो रहेछ हेर भाउ पनि राम्रो तपाईँको नाम के हो सिधा भएर भन न त सिधा भएर सबैलाई भनिदेऊ त तिम्रो नाम के हो के हो आन्सी आन्सी महतो तिम्रो घर आन्सी महतोको घर यो हो ए अनि तिमीलाई थाहा छैन तिम्रो घर कहाँ हो भनेर यो मानाको घर कि तिम्रो घर सिधा हो न सिधा भएर बोल नि त ए मानाको र तिम्रो घर हो 1 2 भन्देऊ त सिधा हो न सिधा भएर नटुकिकन राम्रोसँग पलेटी कसेर बस्नुहोस् पेट दुख्छ लु 1 2 भन त सिधा हो न त सबै राम्ररी भन न राम्ररी 1 2 3 4 हो त्यहाँ बसेर भन्ने ल मिसले जस्तै लु 1 2 3 लु भन न कतिसम्म आउँछ भन त राम्रोसँग भन त 1 2 3 4 5 6 7 8 9 10 10 हो के काट्यो के टिन के हो त्यो के रहेछ आन्सी ए आन्सी महतो भन्नु ल छ है अनि आज आमा घर जाने कि नजाने आन्सी महतो ए आमाको घर जाने केमा जाने आज नजाने ल भोलि जाउँ ल आज आन्सी महतोको के हो आन्सी महतोले आज के गरेको छ व्रत बसेको छ कि छैन आन्सी महतोको आज व्रत हो यता बस न त अनि व्रत आँखामा गाजर लगाएन अघि लगाइदिएको त अनि कतिपट्टि बाँध्नु भएको छ तिमीले बसेर भन त दुईपट्टि बाँधेको हो र अनि बस न त राम्रोसँग बस हजुर यहाँ बस न यहाँ तिमी देखिया न तिमी लड्छौ है आन्सी तिमीले व्रतको दिन के खायौ भन त व्रतको दिन तिमीले के खायौ गाई बुबु खायो अनि चिया खायो कि खाएन चिया पनि खायो अनि रोटी खायो कि खाएन रोटी पनि खायो अनि अरू के खायो चिया र रोटी अनि गाई बुबु मात्रै खाएको हो सबै खाइदियो गुड गर्ल हो नि त होइन आन्सी महतो के हो गुड हो कि ब्याड मान्ना पनि गुड हो र हेलो गाइज भन्नु त सन्चै हुनुहुन्छ नमस्ते गरिदेऊ अनि खोइ हात जोडेको चाहिँ अनि त्यसरी गर्छ नमस्ते ढोगिदिए अब बाई गरिदिनु सबैलाई म गएको बाई भन्दै खोइ हात लगाएको भोलि आउँछु ल